नेपाल पत्रकार महासङ्घ कैलाली शाखाले धनगढीमा समाचार सङ्कलनका क्रममा पत्रकारमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यान आकर्षण गरेको छ। महासङ्घले जारी गरेको प्रेस विज्ञप्ति अनुसार धनगढीबाट प्रसारित एसटीएस टेलिभिजनका संवाददाता उषा किरण ज्योति र लक्ष्मण ढुङ्गालले बुधबार अपराह्न धनगढी स्थित अतरिया स्थित सडक खण्डमा ट्राफिक प्रहरीले तेजजात गरिरहेको क्रममा भिडियो खिचिरहेको बेला उनीहरूमाथि दुर्व्यवहार भएको हो। 3 जना सवार रहेको एक मोटरसाइकललाई ट्राफिक प्रहरीले तेजजात गरिरहेको दृश्य पत्रकारले सार्वजनिक स्थलमा खिचिरहेका बेला ट्राफिक प्रहरी हवलदार डेभिड श्रेष्ठले पत्रकारको मोबाइल नियन्त्रणमा भिडियो डिल गर्न खोजेको विज्ञप्तिमा उल्लेख छ। महासङ्घले पत्रकारले स्वतन्त्र रूपमा समाचार सङ्कलन गर्न पाउने हक संवैधानिक मौलिक अधिकार भएको स्मरण गराउँदै सो अधिकारमाथि हस्तक्षेप गर्नु निन्दनीय कार्य भएको जनाएको छ। विज्ञप्तिमा पत्रकारमाथि भएको दुर्व्यवहारमा संलग्न ट्राफिक प्रहरी अधिकारीमाथि आवश्यक छानबिन गरी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ। नेपाल पत्रकार महासङ्घ कैलाली शाखाका सचिव तेजराज भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रेस स्वतन्त्रताको सम्मान गर्न र यस्ता घटना दोहोरिन नदिन सुरक्षा निकायलाई समेत सचेत रहन आग्रह गरिएको छ।